अध्यक्ष यहाँलाई स्वागत छ। जस्तो नि यो फिदिम नगरपालिकाले चाहिँ यहाँको फिदिम नगरपालिका 13 र 14लाई चाहिँ एम्बुलेन्स लुङरोपा स्वास्थ्य चौकीलाई चाहिँ फिदिम नगरपालिकाले प्रदान गरिएको थियो। अहिले चाहिँ जुन यो एम्बुलेन्स चाहिँ फिदिम सदरमुकाम हैन जिल्ला अस्पताल 5 स्तरमा राखेर अथवा फिदिम नगरपालिकामा राखेर चाहिँ फिदिम 13 र 14को त्यहाँको बिरामी हुँदाखेरि चाहिँ कसरी सेवा सुविधा दिँदै हुनुहुन्छ यस विषयमा जानकारी दिनुहोस् न। यहाँ अध्यक्षज्यू पनि हुनुहुन्छ। फिदिम नगरपालिकाले हजुर लुङरोपा स्वास्थ्य चौकीको नाममा हजुर लगभग 2 वर्ष अगाडि एउटा एम्बुलेन्स त्यहाँको चाहिँ दुर्गम क्षेत्रको जनतालाई स्वास्थ्य क्षेत्रमा चाहिँ सुलभ सहज हुने गरी एउटा एम्बुलेन्स खरिद गरेका थियौँ। हजुर त्यो एम्बुलेन्स अहिले फिदिम नगरपालिकाको जिल्ला नगरपालिकामा मातहतै रहेर अथवा फिदिम नगरपालिकामै छ नगरपालिकामै छ अहिले। तैपनि यो चाहिँ फिदिम नगरपालिकामै अथवा यता बजार क्षेत्रमा राखेर भए पनि हामीले अहिले कसरी चाहिँ स्वास्थ्य अथवा त्यहाँको बिरामीलाई चाहिँ हामीले ओसारपोसार गर्दैछौँ भने त्यो तत्काल रूपमा हामीले त्यही एम्बुलेन्स नै प्रयोग गरिराखेका छौँ हुन चाहिँ। तर कुनै बेला एम्बुलेन्स यहाँबाट टाढा गएको अवस्थामा त्यहाँको बिरामीहरू ले चाहिँ एउटा अर्कै एम्बुलेन्सको रूपमा अथवा जो एम्बुलेन्सै भए पनि अथवा लोकल गाडी नै भए पनि उहाँहरूले ल्याउनुहुन्छ। त्यसको चाहिँ एम्बुलेन्सको रुल अनुसारको भाडा उहाँहरूले यहाँ नगरपालिकाबाट प्राप्त गर्नुहुन्छ। जस्तो त्यहाँको जनताले त हामी भाडा धेरै महँगो तिरेर ट्याक्सीमा चढेर जानुपर्छ भन्ने छ नि। जस्तो यो एम्बुलेन्स चाहिँ किन त्यहाँनिर लगियो त्यतिखेर तपाईँहरू फोटो खिचेर चाहिँ हामी स्वास्थ्य चौकीमा चाहिँ हामीले एम्बुलेन्स ल्याएर भनेर प्रचार गर्नुभयो। तर यहाँ जिल्लामा राख्यो होइन फिदिम नगरपालिका राख्यो। त्यहाँको जनताले बुझ्ने भएको छ भन्नुहोस् तपाईँले। अब यो एम्बुलेन्स त्यतै जान्छ या यहाँ फिदिम बजारमा राखेर त्यहाँको 13 14लाई सेवा सुविधा दिनुहुन्छ। जस्तो सपोज बिरामी त्यहाँ हुन्छ, अब त्यहाँदेखि यहाँ लिन यहाँदेखि एम्बुलेन्स त्यहाँ गएर पुगिन्जेल ल्याइन्जेलसम्म त बिरामीले समस्या पर्ला होइन। यो चाहिँ अब कसरी सेवा दिनुहुन्छ? अथवा यही फिदिम नगरपालिकामा राखेरै त्यहाँ टाढै राखेर सेवा सुविधा दिँदाखेरि राम्रो हुन्छ या त्यहीँ लगेर राम्रो हुन्छ त? यो बुझ्ने भाषामा त्यहाँको फिदिम नगरपालिका 13 14 स्वास्थ्य चौकीमा राख्नुपर्ने हो खासमा। सहज रूपमा सबैले बुझ्ने गरी बोल्दाखेरि यो एम्बुलेन्स त 13 नम्बर र 14 नम्बरको सिमाना लुङरोपा स्वास्थ्य चौकीमै राख्दाखेरि नै सहज हुन्छ त्यहाँको चाहिँ आपतकालीन अब बिरामीहरू उद्धार गर्नको लागि। तैपनि अब कुनै बेला 2टा बिरामी हुन्छन्, 3टा बिरामी पनि हुन्छन्। त्यति बेला अब हामीले नगरपालिकाबाट त चाहिँ एम्बुलेन्सको भाडा स्वरूप पाउने उसले चाहिँ उनको भाडा त निःशुल्क जो क्राइटेरियामा पर्छ उहाँलाई त हामीले दिइराख्ने छौँ। हजुर जस्तो यहाँहरूले चाहनुभयो भने त त्यो एम्बुलेन्स त फ्रीमा त्यहाँको बिरामीले फ्रीमा दिन पनि सक्नुहुन्छ नि होइन। चाहनु चाहिँ भएन नि त। तर अब त्यो भएको गाउँमा दिएको विकट ठाउँको लागि दिएको एम्बुलेन्स पनि जिल्ला अथवा फिदिम नगरपालिका राखेर चाहिँ यो त सेवा सुविधा भएन होला कि भन्ने हो मेरो प्रश्न। होइन, एम्बुलेन्स हामीले सहज रूपमा अब माथि नै राखेर प्रयोग गर्न पर्ने हो अहिले चाहिँ विषम परिस्थितिमा। किनभने अब वार्डको पनि अब आधिकारिक रूपमा यही वार्डले चाहिँ सञ्चालन गर्ने भनेर पनि उनको यताबाट कार्यविधि नबनेकोले गर्दाखेरि अब अहिले तत्काल उनको यो वार्डले चाहिँ यो एम्बुलेन्सको चाहिँ जिम्मा लिने अथवा उनको स्वास्थ्य चौकीले जिम्मा लिने त्यहाँबाट उनको आउने खर्चको चाहिँ यसरी म्यानेज गर्ने भनेर हामीले अब फ्याक्ट्री अब सबैको चाहिँ अगाडि हाम्रो जनप्रतिनिधि र कर्मचारीले छर्लङ्ग हुने गरेको चाहिँ एम्बुलेन्स सञ्चालन कार्यविधि नबनेकोले गर्दाखेरि पनि यो भयो। किनभने अब 13 नम्बर वार्डले चलाउने अब यहाँको चाहिँ अब टुटफुट र चाहिँ अब यसको चाहिँ इन्धन खर्च र चाहिँ ड्राइभरलाई चाहिँ दिने खर्च चाहिँ यति उठ्छ। त्यो चाहिँ 13 नम्बरले व्यवहार बेहोर्ने, 14 नम्बर बेहोर्ने अथवा लुङरोपा स्वास्थ्य चौकीले बेहोर्ने भनेर पनि कार्यविधि बनेको छ। त्यो कार्यविधि बनिसके पछाडि त हामीले फेरि दायित्वबोध गर्छौँ। जस्तो यो कार्यविधि नै अब नबनिकन चाहिँ किन त्यहाँनिर लगियो होइन। अहिले विवाद त त्यही 13 14 अथवा स्वास्थ्यले कुनले बेहोर्ने भन्ने कुरा रहेछ। यो त तपाईँहरूले चाहनु यो त निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ तपाईँहरू। तर त्यहाँको जनतालाई सेवा दिनको लागि त तपाईँहरूले त गर्न चाह्यो भने त हुन्छ होइन। अब यो यस विषयमा के हुन्छ र यो एम्बुलेन्स यही जिल्लामै बस्छ या फिदिम नगरपालिका 13 14मा बस्छ यस विषयमा पनि जानकारी पूर्ण रूपमा यो चाहिँ हामी पनि के भन्छौँ भन्दाखेरि एउटा कार्यविधि परिमार्जन गरेर 13
13-14कै अब अथवा लुङुपा स्वास्थ्य चौकीको मातहतमा बस्नुपर्छ। हजुर। तर अब त्यो लुङुपा स्वास्थ्य चौकीको इन्चार्जसँग समन्वय गरेर नगरपालिकाले त्यसको चाहिँ दायित्व व्यवहार दायित्व बोध गर्ने गरी चाहिँ यिनको कार्यविधि बनाएर यो माथि नै राख्नुपर्छ भन्ने। हजुर, यो कार्यविधि चाहिँ तपाईँहरू अब भ्याएको बेला गर्नुहुन्छ या बिरामी त जनता त अब जतिखेर नि हुनसक्छ होइन? तपाईँ हामी पो सहज गाडी कुदाउँछौँ, सबै सम्भव हुन्छ। तपाईँ हामी त चिल्ला गाडीमा कुद्नुहुन्छ होइन अध्यक्षज्यू? त्यसले गर्दा होइन उहाँहरूलाई त्यो पाएको एम्बुलेन्स अब कति टाइम लाग्छ, कार्यविधि छुट्टै गर्नुहुन्छ या ढिलो गर्नुहुन्छ? मेरो चाहिँ प्रश्न यस्तै गर्ने चलन छ, त्यसले गर्दा नरिसाउनु होला अध्यक्षज्यू। अब कहिले जान्छ फेरि नगरपालिका 13 र 14 को जनतालाई अन्त्यमा भनिदिनुहोस्। होइन, उनीहरूको अब हामीले अहिलेसम्म चाहिँ 13 र 14 को चाहिँ बिरामी जनताहरूको अब उनीहरूलाई चाहिँ यहाँ टेकअप गर्नको लागि उहाँहरूलाई यहाँ जिल्ला अस्पतालसम्म ल्याउनको लागि हामीले तुरुन्तका तुरुन्ती अब उहाँहरूलाई पिकअप गर्ने कुरामा हामीले कन्जुसै गरे जस्तो लाग्दैन। तैपनि जो कार्यविधि परिमार्जन गरेर केही सुधार गरेर र चाहिँ यहाँको व्यवहार यसरी गर्ने भनेर चाहिँ एउटा कानुन एउटा नर्मली सामान्यतनको सञ्चालन कार्यविधि बनाएर जस्तो नि ड्राइभरलाई खर्चै छैन, तलब दिने सेवा सुविधा पनि छैन भन्नुहुन्छ। यो चाहिँ कसरी वाडाले सक्दैन? यो दुईटा वाडा मिलेर अथवा लुङुपा स्वास्थ्य चौकी मिलेर त यति त सम्भव गर्न सकिन्छ नि जनताको हितमा अध्यक्ष? होइन, त्यो पहिला कार्यविधि बन्नु पर्यो। कार्यविधि नबनिकन किनभने अब कार्यविधि चाहिँ अब यो गाडी नै बिग्रिसक्छ, त्यतिखेर बन्छ या छुट्टै बन्छ त? त्यसको जनता कहिले पाउँछ त? बनाउनु पर्छ, किनभने कार्यविधि नबनाइकन वडा अध्यक्षलाई हजुर कुनै पनि आर्थिक अधिकार हुँदैन। अब त्यही भएकोले गर्दाखेरि कार्यविधि परिमार्जन गरिसके पछाडि तपाईँहरूले सोचे अनुसारै यो अब चाँडै त्यहाँका जनताले जुन एम्बुलेन्स फेरि पनि प्रयोग गर्न पाउनेछ। यहाँलाई समय जानकारी धेरै धेरै धन्यवाद दिन चाहन्छु म अजेन्द्र तामाङ पनि।